नमस्कार सम्पूर्णमा। चुनावी माहौल तातिरहेको छ। यति बेला प्लिज तपाईँहरू एक फेर चाहिँ आम नेपालीको हिसाबले तपाईँका माझमा आएका उम्मेदवारहरूलाई चाहिँ सोधिदिनु होला हैन। हाम्रो यो खुटेनी र बनगाई जोडिने पुल भत्किएको विगत 2079 को चुनावभन्दा अगाडि हो। त्यति बेलामा मेनिफेस्टो नभनौँ, मेनिफेस्टोमा चाहिँ हाम्रा उम्मेदवारहरूले हामीले यो पुल बनाउँछौँ भनेर बाचा गरेका थिए। त्यही क्षेत्रबाट सहकारी तथा भूमि सुधार मन्त्री बलराम अधिकारी ज्यू पनि मन्त्री पद खाइसक्नु भएको छ उहाँले। हाम्रो कपिलवस्तु क्षेत्र नम्बर 1 बाट उहाँले हामीले मन्त्री पनि पायौँ हैन। पाइराख्दा अहिलेको त्यो पुल पनि त्यही अवस्थामा छ हैन। त्यति बेला बनगाई र खुटेनी जोड्ने त्यो पुलले दुईतिरको व्यापार व्यवसायलाई पनि धेरै सहजीकरण भएको थियो। तपाईले त्यहाँका स्थानीय बासिन्दाहरूलाई पनि सोध्न सक्नुहुन्छ। खुटेनीको त्यो जोडिने त्यो चोकमा व्यापार व्यवसायहरू पनि फस्टिँदै गएको थियो भने प्लस धनेशपुर जोड्ने त्यो बाटो त्यहाँ पनि होटेलहरू पसलहरू हैन आफूले गरी खान पाइरहेका थिए। सानो व्यवसायहरू मोबिलाइज भएको थियो, मोमेन्टमहरू लिइरहेको थियो, राम्रै विकास भइरहेको थियो। तर 2079 को चुनावभन्दा अगाडि नै त्यो पुल भत्किसक्यो। र त्यो भत्किनुको मुख्य कारण चाहिँ बाडुङ्गा नगरपालिकाले खुलाएको खोलाको गिटी बालुवाहरू जुन टेन्डर परेर खुलेको हुन्छ त्यो क्रममा चाहिँ त्यो जुन पुलको बिमहरू हुन्छ तलपट्टि बिमको छेउछाउबाट मिस्कटहरू निकालियो। बर्खाको त्यो भेलसँगै त्यसले झन् गहिरो बनाएर त्यहाँबाट त्यसको मोमेन्टम बिग्रिएको, त्यसपछि त्यो भत्किएको हैन। मेन समस्या कहाँ भयो भने बाडुङ्गा नगरपालिकाले खुलायो, एक्स्ट्रा छ भने ठिक छ। तर कहाँबाट मान्छेहरूले बालुवाहरू मिस्कटहरू निकाल्यो भने जहाँ पुलको बिम छ, जहाँ जुन पुललाई चाहिँ एउटा मेरुदण्ड बनाएर एउटा ताकतको रूपमा अड्डाइरहेको थियो त्यहीको छेउछाउ नै मिस्कटहरू निकालियो। त्यहाँबाट त फाइदा छ फेरि हैन। नगरपालिकाले पनि टेन्डर दिएको छ, त्यहाँबाट पैसा आएको छ भनेपछि त्यो विषयमा उनीहरू बोल्ने कुरो त भएन। जसले त्यो टेन्डर पाएको थियो उनलाई त माल धेरै चाहिएको छ, उनीहरूले बोल्ने कुरो पनि भएन। त्यो विषयहरू न सबैलाई जानकारी नै छ हैन। अहिले मेनिफेस्टो बोकेर आउने एमालेहरूलाई पनि साथी प्लिज एक्सक्युज हैन, प्लिज 79 सालको चुनाव जित्नुभन्दा 79 सालको चुनावमा जितेका बलराम अधिकारी ज्यू मन्त्री पनि पाइयो, ठिक छ। चक्रमणी कता हुनुहुन्छ तपाईँ? हाम्रो यता वडा अध्यक्ष जो खुटेनीको वडा अध्यक्ष खुटेनीलाई जोडिएको छ हाम्रो धुनिका भुषालज्यू, उता पर विष्णु गिरी कहाँ हुनुहुन्छ? यो कुरालाई तपाईँहरूले कहिले पहल गर्नुहुन्छ? अब त्यही भाँचिएको पुललाई देखाएर अब चाहिँ हामीले के भन्छ अरे यो पुल निर्माण गरिदिन्छौँ भनेर तपाईँको अगाडि कोही उम्मेदवारी आउँछन् भने तिनीहरूलाई बरु गाडा पड्काएर पठाउनुहोस्। अहिलेसम्म किन गर्न सकेनन् त? अहिलेसम्म त्यो दुई गाउँको सम्बन्ध, त्यो दुई गाउँको त्यो के भन्छ अरे बिजनेस व्यापार हब नै भाँचिएको 79 भन्दा 80 81 82 4-5 वर्ष 3-4 वर्ष अहिलेसम्म तपाईँहरूको आँखा त्यहाँ किन परेन? छोडिदिनु, जुनसुकै पार्टी आओस्, मतलब नगर्नुहोस्। यो क्वेसन तपाईँले राख्नुहोस्। त्योभन्दा अगाडि एमाले जितेको किन गर्न सकेन? किन पहल गरेन? हाम्रा वडा अध्यक्षहरूले किन पहल गरेनन्? हाम्रो के भन्छ अरे हाम्रो नगर प्रमुखले किन त्यो कुरामा पहल गर्न सकेनन्? जब खोलाको टेन्डर खोल्छ त्यति बेला सबैजना हाई हुन्छन्, किनकि त्यहाँबाट त पैसा आउँछ, कमिसनको खेल हुन्छ। जब त्यही पुल बाँचिएको यत्रो वर्ष भइसक्यो त्यसलाई बनाउनु पर्ने कुरामा ध्यानै छैन।
अब यिनै नेता त मैले मान्दिनँ। यस्तालाई नेता भनेको नेतृत्व गर्ने हो। नेतृत्व कस्तो भनेपछि सामाजिक होइन, नीतिगत हरेक कुराको नेतृत्व गर्ने, हाम्रो के भन्छ अरे असुविधालाई व्यक्तिगत होइन, सामाजिक सुविधा होइन, नीति निर्माण, भौतिक सुधार, जो कनेक्टिभिटी हुन्छ, जो बिजनेसलाई त्यसले मोबिलाइज गर्छ। अहिले यतापट्टिको के भन्छ अरे धनेशपुरको यतापट्टिको भाग त सुकेको छ, किनकि कुटेनीको मान्छे, झन्डाको मान्छे, मनारापुरदेखि लिएर कोपादेखि लिएर हरेक मान्छेहरू, कोपा त अहिले उता भइसक्यो, त्यहाँ वरिपरिको हाम्रो के थियो भने कनेक्टिभिटी एकदम इजी थियो, त्यहाँ जाने, उहाँबाट सामानहरू ल्याउने होइन, बिजी पाथ भइरहेको थियो। अहिलेसम्म किन ध्यान दिएको छैन यो कुराहरू? तपाईँ एमाले हुनुहोस्, काङ्ग्रेस हुनुहोस्, माओवादी हुनुहोस्, घन्टी हुनुहोस्, जोसुकै हुनुहोस्, प्लिज भोट माग्न आएका छन् भने बरु एक थप्पड गाला चड्काएर यो अहिलेसम्म किन भएन भनेर कुरा गर्नुहोस् न। यो विषयमा एकदम गम्भीर भएर ध्यान दिनुपर्ने कुरा छ। 79 को चुनाव सकियो, जितिए, मन्त्री पद पड्काए, खाए, त्यसपछि त्यो खोला कति फेर बाणगङ्गा नगरपालिकाले कति फेर खोलाहरू खुलाइसक्यो, कति पैसा आम्दानी गरिसक्यो, कति कुरा भयो, तर त्यही कुरा त्यो एउटा पुल भन्न सकेको छैन भनेपछि कुन आधारमा उनीहरूलाई भोट दिने? अब फेरि हामीले फेरि यो पुल बनाउँछु भने झापा हानिदिनुहोस्, किनकि त्यही मेन फेस्टो होइन, खोस्टो देखाएर जितेका श्री बलराम अधिकारीज्यू जितिसके। उनले आफ्नो व्यवस्था मजाइसँग गरिसके। एक फेर उनीहरूले मन्त्री पद पनि खाइसके। त्यो काण्डहरू अब छताचुल्लै छ। उनीहरू अब आफ्नो ठाउँमा बलियो भइसक्यो। उनीहरूलाई केही कुराको आवश्यकता छैन। अब पुस्ता पुग्ने उनीहरूले थुपारिसकेका छन्। उनीहरूलाई त चाहिँदैन। जसलाई चाहिन्छ उनीहरूले आवाज उठाउनुहोस्, प्लिज निर्मम भएर आवाज उठाउनुहोस्। यो बेला तपाईँलाई ढोक्दै आउँछन्। जित्यो भने फेरि तपाईँले उसको नाक मुख देख्न पाउनुहुन्न। गाउँ वरिपरिकाले त्यो पार्टीगत रूपमा सेयर गर्ने, भिडियो सेयर गर्ने, त्यति बेला तपाईँको कसले के भन्थ्यो त्यति मात्र हो। त्यति बेला चाहिँ देख्न पाउनुहुन्छ। त्यसपछि तपाईँले देख्न पाउनुहुन्न। भोट माग्न आए पनि निर्मम भएर क्वेसन सोध्नुहोस्, किन भएन अहिलेसम्म भनेर, है त। म तपाईँहरूको लागि सदाभर नै, म एउटा सचेत नागरिकको हिसाबले व्यतिथिको विरुद्धमा म सधैँभरि आवाज उठाउँछु, जुनसुकै पार्टी होस्। प्लिज एक फेर नेपाली भएर क्वेसन सोधिदिनुहोस्, कुनै पार्टीगत सदस्य भएर होइन, है त। हस्, धन्यवाद।